ल आज एउटा अनौठो सुनिने तर महत्त्वपूर्ण प्रश्नमा कुरा गरौँ न। बाहुन शब्दले जात मात्र बुझाउँछ कि कुनै बेला यो साइनो जनाउने शब्द पनि थियो कि? हो नि। हामीसँग भएको एउटा स्रोत सामग्रीले चाहिँ खस समुदायभित्रको जात भनेर चिनिने बाहुन शब्दको प्रयोगबारे अलिक फरक दृष्टिकोण ल्याएको छ कि। आज यसमै अलिक गहिरिएर हेरौँ न त। हुन त चलन चल्तीमा बाहुन भन्यो कि जात नै भनेर बुझिन्छ होइन। हो त। तर यो स्रोतले चाहिँ के भन्छ भने विगतमा यसको प्रयोग साइनो जनाउन पनि हुन्थ्यो कि भन्ने सङ्केत गर्छ। यसले शब्दको इतिहास अनि सामाजिक प्रयोगबारे सोच्न बाध्य बनाउँछ। यो आफैमा भनौँ न खोजी गर्नुपर्ने एउटा चाखलाग्दो विषय हो। त्यसो भए यो साइनोको कुरालाई अलिक समातौँ न त। स्रोतमा कसैले पुरानो कुरा सम्झिँदै के रे बाहुन मामा भन्ने चलन हरायो भन्नेको प्रसङ्ग छ अरे नि। ठ्याक्कै। यो सानो कुराले नै अगाडि खोज्ने बाटो देखाएर जस्तो छ। अनि त बाहुन दाजुम, बाहुन भाइ जस्ता साइनोहरू पनि प्रयोगमा रहेको भेटिएछ। हो, खासमा त स्रोतले अझ खुलाएको छ, जस्तै फुपूको छोरालाई बाहुन दाजु वा बाहुन भाइ भन्ने। हो र। अनि फुपूकी छोलीपट्टिका सन्तानले आफ्नो माउली खल्काका सदस्यलाई मतलब मामालाई बाहुन मामा भन्ने चलन थियो भन्ने तथ्य भेट्यो रे। अब स्रोत दिनेले नै यो जानकारी 100% प्रमाणित त छैन, तर भेटिएको तथ्याङ्क हो भन्नुभएको छ। यसले बाहुन शब्द साइनोको रूपमा पनि चलेको थियो कि भन्ने एउटा बलियो आधार दिन्छ जस्तो लाग्छ। हो र। यो त निकै नै चाखलाग्दो कुरा पो रहेछ। मान्छेहरू बीचको साइनोमा मात्रै हो कि कतै साहित्यतिर पनि यस्तो प्रयोग भेटिन्छ कि? बिल्कुल भेटिन्छ नि। स्रोतले बीपी कोइराला अनि बालकृष्ण सम, गुरुप्रसाद मैनाली जस्ता ठूला साहित्यकारका रचनामा पनि भान्सेलाई बाहुन भनेर बोलाइएको उदाहरणहरू दिएको छ। भान्सेलाई? हो, यहाँनिर हेर्दा त यो शब्दले जात भन्दा पनि सायद सम्बोधन वा काम पो जनायो कि जस्तो देखिन्छ नि। होइन त नि। अनि त्यो एउटा पुरानो नेपाली फिल्म उजेलीको पनि उदाहरण रहेछ नि। उजेली। बालविवाहबारे बनेको त्यो फिल्ममा पत्नीले पतिलाई मेरो बाहुन भनेर सम्बोधन गरेको कुराले पनि कतै यो शब्दको प्रयोग फराकिलो पो थियो कि भन्ने सोच्न बाध्य बनाउँछ। हो, यी साहित्यिक अनि सांस्कृतिक उदाहरणहरूले के इङ्गित गर्छ भने बाहुन शब्द सायद कुनै बेला यो जातीय पहिचानमा मात्रै सीमित थिएन होला। यो त सम्बोधन गर्न, नाता सम्बन्ध देखाउन पनि प्रयोग हुन्थ्यो कि जस्तो। यसले के देखाउँछ भने शब्दको मौलिक अर्थ वा प्रयोग अहिले भन्दा फरक हुन सक्ने सम्भावना देखियो। यो सुन्दा त खै मेरो मनमा अर्को कुरा आयो। स्रोतमा सुब्बा, राई, मुखिया जस्ता शब्दहरूको पनि कुरा उठाएको छ नि। छ। सुरुमा त ती पद वा उपाधि जस्ता थिए रे, पछि गएर जातीय पहिचान जस्तै बने। कतै बाहुन शब्दको यात्रा पनि त्यस्तो भएको त होइन? यो महत्त्वपूर्ण तुलना हो। तपाईँले ठिक कुरा उठाउनु भयो। जसरी लिम्बू समुदायमा सुब्बा, खम्बु राईमा राई, सुनवारमा मुखिया यी शब्दहरू सुरुमा पदीय चिनारी थिए, तर समयसँगै पुरै समुदायलाई जनाउने जस्ता बने होइन? हो त। त्यसै गरी बाहुन शब्द पनि सुरुमा अलि फरक अर्थमा प्रयोग भएर पछि मात्र एउटा निश्चित समूहलाई मात्र बुझाउने गरी सीमित भयो कि? यो चाहिँ अलिकति अनुसन्धानकै पाटो हो। स्रोतले पनि यही भनेको छ। भनेपछि मोटामोटी कुरा के आयो भने हामीले सामान्यतया जात भनेर बुझेको बाहुन शब्द ऐतिहासिक प्रमाणहरू यसो हेर्दा कुनै समय साइनो वा सम्बोधनको रूपमा पनि प्रचलित थियो कि भन्ने देखियो। हो, अनि यसले के देखाउँछ भने शब्दहरूको विकासक्रम अध्ययन गर्नु कति महत्त्वपूर्ण रहेछ। यसले हाम्रो सामाजिक इतिहास, पहिचान कसरी बन्यो, कसरी परिवर्तन भयो भन्ने कुरा बुझ्न सघाउँछ। सामान्य लाग्ने शब्दको गहिराईमा पस्दा यस्ता मतलब अनपेक्षित कुराहरू फेला पर्न सक्ता रहेछन्। साँच्चै शब्दहरूको इतिहास केलाउनु आफैमा एउटा रोमाञ्चक यात्रा जस्तो रहेछ है। यसले हामीलाई आफ्नै विगत र पहिचानबारे नयाँ कोणबाट सोच्न लगाउँदो रहेछ। निश्चय पनि। आज हामीले बाहुन शब्दको सम्भावित फरक प्रयोगबारे अलिकति छलफल गर्यौं। अब विचार गर्न सकिने कुरा के हो भने अरू यस्ता कुन शब्दहरू होलान् जसको आजको प्रचलित अर्थभन्दा भिन्न, अलि गहिरो वा फरक ऐतिहासिक प्रयोग लुकेर बसेको होला। भाषाले हाम्रो पहिचानलाई कसरी बनाउँछ र कसरी बदल्छ भन्ने कुरा सधैँ मनन योग्य छ जस्तो लाग्छ मलाई।